नमस्ते। आज एउटा निकै महत्त्वपूर्ण प्रश्नमा कुरा गरौँ जुन नेपालको भविष्यसँग जोडिएको छ। हामीलाई राजनीतिक बदला चाहिएको हो कि देशको जग नै बलियो बनाउने खालको प्रणालीगत सुधार? आउनुहोस् यही विषयमा अलि गहिरिएर सोचौँ। यो बहस एउटा रोचक प्रश्नबाट सुरु गरौँ न। मानौ बालेन शाह जस्ता कोही नयाँ अनुहार प्रधानमन्त्रीको कुर्सीमा पुगे उनको पहिलो कदम के हुनु पर्ला? धेरैको मनमा आउला पुराना नेताहरूलाई तुरन्तै जेल हाल्ने। तर के साँच्चै त्यो नै दिगो समाधान हो त? हो, यहाँनिर दुईवटा बाटा देखिन्छन्। एउटा राजनीतिक प्रतिशोधको बाटो, जहाँ पुराना पात्रहरूलाई निशाना बनाइन्छ, र अर्को प्रणालीगत सुधारको बाटो, जसले देशको बिग्रिएको पुरै संरचनालाई नै मर्मत गर्ने लक्ष्य राख्छ। आजको हाम्रो विश्लेषण यही दुई विकल्पको वरिपरि घुम्नेछ। त्यसो भए अब पहिलो र सबैभन्दा महत्त्वपूर्ण प्रश्नतिर लागौँ। हाम्रो देशको खास समस्या व्यक्ति हुन् वा उनीहरूलाई जन्माउने प्रणाली नै खराब छ? यो विश्लेषणको मूल तर्क निकै सरल तर शक्तिशाली छ। यसले के भन्छ भने देशको वास्तविक समस्या कुनै एक दुई व्यक्ति होइनन्, बरु त्यो भ्रष्ट र भद्रगोल प्रणाली हो जसले असल मान्छेलाई पनि गलत काम गर्न बाध्य बनाउँछ। अब यसलाई अझ सरल भाषामा भन्नुपर्दा, केही व्यक्तिलाई जेल हाल्दा क्षणिक सन्तुष्टि त मिल्ला, तर त्यो स्थायी समाधान होइन। किनकि जबसम्म भ्रष्टाचार जन्माउने त्यो कारखाना अर्थात् प्रणालीलाई बन्द गरिँदैन, तबसम्म नयाँ नयाँ भ्रष्ट पात्रहरू त उत्पादन भइ नै रहन्छन्। ल, समस्या त थाहा भयो, अब समाधानतिर लागौँ न त। यसका लागि एउटा संरचित 5 खम्बे योजना प्रस्ताव गरिएको छ, जसले राष्ट्रको जगलाई नै पुनर्निर्माण गर्ने लक्ष्य राख्छ। आउनुहोस् यी 5 खम्बाहरू के हुन् एक एक गरेर हेरौँ। यी हुन् सुधारका 5 मुख्य आधारहरू। पहिलो, हरेक नागरिकले दुःख पाउने प्रशासनमा सुधार। दोस्रो, भ्रष्टाचारको जरो काट्ने संस्थागत नियन्त्रण। तेस्रो, बजार कब्जा गरेर बसेका सिन्डिकेटहरूको अन्त्य। चौथो, भविष्य बनाउने शिक्षाको पुनर्निर्माण। र पाँचौं, सबैलाई चाहिने स्वास्थ्य सेवामा सुधार। अब हरेक खम्बालाई अलि नजिकबाट निहालौँले त। ल, सुरु गरौँ पहिलो खम्बाबाट, प्रशासनिक सुधार। यो यस्तो क्षेत्र हो जहाँ हरेक नागरिकले सरकारसँग प्रत्यक्ष सम्बन्ध राख्छन् र दुःखको कुरा प्राय पीडादायी अनुभव सँगाल्छन्। यो समस्या त सायद हामीमध्ये कसले भोगेको छैन होला र? सरकारी कार्यालयमा एउटा सामान्य काम सक्न घण्टौं लाइनमा बस्नुपर्ने, एउटा फाइल बोकेर कोठा कोठा चहार्नुपर्ने र हरेक पाइलामा दलालहरूको सामना गर्नुपर्ने। यो अवस्थाले नागरिकलाई कतिसम्म निराश बनाएको छ हामी सबैलाई थाहा छ। अब समाधानको कुरा गरौँ। प्रस्ताव के छ भने धेरैजसो सेवाहरू अनलाइनबाटै लिन मिल्ने डिजिटल प्रणाली बनाउने, हरेक कार्यालयमा लाइनलाई व्यवस्थित गर्ने, र सबैभन्दा महत्त्वपूर्ण, कुन काम कति दिनमा सकिन्छ भनेर समय सीमा तोकेर नागरिकले सम्मानजनक तरिकाले सेवा पाउने कुरा सुनिश्चित गर्ने। प्रशासन सुधार्ने कुरा त भयो, अब लागौँ त्यो क्यान्सरतिर, जसले देशलाई भित्रभित्रै खोक्रो बनाइरहेको छ, भ्रष्टाचार। दोस्रो खम्बा हो संस्थागत रूपमै भ्रष्टाचार विरुद्ध लड्ने। भ्रष्टाचारसँग लड्ने पनि दुई तरिका छन्। एउटा, राजनीतिक रिसिभी साध्ने शैलीमा कारवाही गर्ने। यसले क्षणिक चर्चा त देला, तर कानूनको शासनलाई नै कमजोर बनाउँछ। अर्को, अख्तियार जस्ता स्वतन्त्र निकायलाई शक्तिशाली बनाएर संस्थागत रूपमा अघि बढ्ने, जसले दिगो समाधान दिन्छ। यो विश्लेषणले यही दोस्रो बाटोमा जोड दिएको छ। यसका लागि अख्तियारलाई अझ शक्तिशाली, स्वतन्त्र र प्रविधियुक्त बनाउनु एकदमै जरुरी छ। पुराना भ्रष्टाचारका फाइलहरू खोल्नु पर्छ, तर राजनीतिक प्रतिशोधको भावनाले होइन, कानूनी प्रक्रिया मार्फत नै त्यसलाई टुङ्गोमा पुर्याउनु पर्छ। अब तेस्रो खम्बा, जसले हाम्रो दैनिक जीवनमा गहिरो असर पार्ने तर खासै चर्चामा नआउने सिन्डिकेटलाई लक्षित गर्छ। यो दृश्यले एउटा तीतो यथार्थ देखाउँछ, होइन त? काठमाडौँ जस्ता शहरमा खानेपानी जस्तो आधारभूत आवश्यकतामा समेत सिन्डिकेटको राज छ। घरको धारामा पानी आउँदैन, तर ट्याङ्कर माफियाले महँगो मूल्यमा पानी बेचेर अकुत सम्पत्ति कमाइरहेका छन्। यो त एउटा उदाहरण मात्रै हो। यसको समाधान के हो त? देशभर सार्वजनिक खानेपानी व्यवस्थापनलाई सुधार्ने, पाइपलाइन विस्तार गर्ने र निजी सिन्डिकेटलाई कडा नियमनको दायरामा ल्याउने, ताकि जनताले सस्तो र स्वच्छ पानी पाउने अधिकार सुनिश्चित होस्। अब चौथो खम्बामा जाउँ, जसले हाम्रो राष्ट्रको भविष्यको जग अर्थात् हाम्रो शिक्षा प्रणालीमा ध्यान केन्द्रित गर्दछ।
सरकारी विद्यालयको गुणस्तर सुधार्ने हो भने कुरा घुमाइफिराई शिक्षकै क्षमता र सम्मानमा आएर ठोकिन्छ। यसका लागि नियमित तालिम, निष्पक्ष मूल्याङ्कन र योग्य शिक्षकलाई टिकाइराख्न आकर्षक प्रोत्साहन प्रणाली चाहिन्छ। यसो गर्न सके मात्र गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुग्न सक्छ। र अब हाम्रो अन्तिम 5औं खम्बा, यसको उद्देश्य सरकारी अस्पतालहरूमा गुमेको भरोसा फेरि फर्काउनु हो। सरकारी अस्पतालहरूलाई प्रविधि, औषधि र दक्ष जनशक्तिले सम्पन्न बनाउनै पर्छ। अस्पतालमा हुने दलाली र औषधिको अभावलाई जरैदेखि उखेल्न स्पष्ट नीति र कडा अनुगमनको खाँचो छ, ताकि यी अस्पतालहरू साँच्चै भरोसाको केन्द्र बन्न सकुन्। ल, यति लामो विश्लेषणपछि अब हामी निष्कर्षमा आइपुगेका छौं। यी सबै सुधारका योजनाहरूको अन्तिम निचोड के हो त? यो पूरै तर्कको सार यही हो, जब प्रणाली आफैमा बलियो र पारदर्शी हुन्छ तब गलत काम गर्नेहरू आफै कानूनको फन्दामा पर्छन्। त्यसका लागि राजनीतिक बदलाको नाटक मञ्चन गरिरहनु आवश्यक नै पर्दैन। र अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्नमा सोच्नको लागि छोड्दैछौं के बलियो र निष्पक्ष प्रणालीको जग नबसाइकन केवल व्यक्तिहरूलाई दोष दिएर कुनै पनि देशमा दिगो र वास्तविक परिवर्तन साँच्चै सम्भव छ र? एकपटक विचार गर्नुहोला।